हाम्रो युट्युब च्यानललाई लाइक सब्स्क्राइब अनि छेउमा रहेको बेल आइकनले दबाएर हामीसँग जोडिनुहोला। जय मसिया नमस्ते। तपाईहरुको बीचमा म दीपक उपस्थित भइसकेको छु। तपाईहरुलाई एकमुष्टमा स्वागत गर्न चाहे। यतिखेर म यो मितलाजुङको मधुमल्ला बजारमा आएको छु। यहाँ चाहिँ प्रत्येक हप्ता सोमबार यानी कि मन्डेको दिन चाहिँ बजारमा हटिया भर्नको लागि पहाडी भेग इलाम पास्तर ताप्लेजुङ पास्तर रवि हुँदै हुँदै यहाँ झापाका वासपा साथै यो मोरङ वरपर रहेका जति पनि जिल्लाहरूबाट यहाँ चाहिँ विशेष गरी यो बजार भर्न आउनुहुन्छ। हाम्रो यहाँ झापादेखि आउनु भएको एकजना दिदी पनि हुनुहुन्छ। उहाँ मैले लगभग म अलिक सानो सानो हुँदादेखि देखेको अहिले पनि सम्म पनि उहाँले यही सब्जी व्यापार गरे। माया बैगुनी नै हो। कुन देशको सपोर्टर हुनुहुन्छ अहिले वर्ल्ड कपमा? पोर्चुगल। पोर्चुगलको स्टार प्लेयरको नाम भन्नु त के हो? रोनाल्डो कि मेसी त नि? तपाईँ त सिधै रोनाल्डो होला। रोनाल्डोको के हो सिग्नेचर हो यो? हो सु के अरे कसो अरे अनि भन्छु भाइ। अहिले वर्ल्ड कप चलिरहेको छ। आज अर्जेन्टिनाको छ है। कसले जित्छ जस्तो लाग्छ? अर्जेन्टिनाले नै होला। यो पालिको वर्ल्ड कप कसले उठाउँछ होला? अर्जेन्टिनाले हो नि। अर्जेन्टिना। यो अर्जेन्टिनाको स्टार प्लेयरको नाम मेसी। दाइहरु सन्चै हुनुहुन्छ? कहाँदेखि आउनु? के आज बजार भर्नु भयो त? बजार भर्नु भयो है। अनि कहाँदेखि आउनुभयो? यहीँको बासिन्दा हुनुहुन्छ? तपाईँहरूलाई अहिलेको समसामयिक सब्जेक्ट त थाहा छ नि होइन? वर्ल्ड कप चलिरहेछ। थोरै बाटो दिन वर्ल्ड कप चलिरहेछ। कसले योपालि बाजी मार्ला जस्तो लाग्छ? बाजी अब यसपालि खै अब अघिल्लो म त अर्जेन्टिना अहिले पनि खोइ त्यस्तै छ। म्यासीलाई 3 गोल हालेर जस्तो लाग्यो। त्यसै लाग्छ। मेसीको एकदम तपाईँ डाइहार्ड फ्यान एकदम। ल ओके म भाइलाई सोध्न चाहन्छु, जर्सी पनि लगाइराख्नु भएको छ। यो त रियल म्याड्रिडको रहेछ। यो पालिको वर्ल्ड कप कसले जित्छ जस्तो लाग्छ तपाईँलाई भाइ? ब्राजिलले स्योर। ब्राजिल यो पालि जित्छ स्योर, नो डाउट। पालिको विश्वकप कसले उठाउँछ जस्तो लाग्छ? यो पालिको मलाई चाहिँ पोर्चुगलै जस्तो पोर्चुगल लाग्छ भने चाहिँ सु हुने भयो यो पालि होइन त? हुन्छ। तर कसले जित्छ यो पालि भन्ने न त विश्वकप? यहाँदेखि बोल्नु त कत्रो बोल्नु हुँदो रहेछ। लोकल भन्नु जसले तपाईँको स्लोगन भन्नु न यसबाट। के भन्नु? तपाईँ के भन्दै बोल्नुहुन्छ त्यो बोल्नु न। लोकल कागती आयो भने भन्नु न। त्यहाँदेखि भन्नु त कस्तो सुनिँदो रहेछ के? भन्नु न त्यहाँदेखि हो भने। भन्नै लाज लाग्छ। लाज मार्दा हुन्छ त व्यापारीले? अनि व्यापारीले लाज मार्दा हुँदैन। भन्नु न। टमाटर यता लोकल टमाटर 1.5 किलो 100। ल कागते यता कागते। उहाँले माइक बिना पनि विदाउट माइक खतरा भन्नुहुन्छ। गर्मी धेरै छ। अब यसको लागि के भन्नु त बालन सरकारलाई? राम्रो छ बिकेन खोइ। अनि कस्टमर देखिँदैन त। अलि तपाईँले बोल्नु हुँदैन रहेछ नि। उता बोल्या गएकै मान्छे मान्छे नै आएको रहेछ। कहाँ बोल्नु त? अनि हो आयो कसै रुपियाँ अरे? 20 रुपैयाँ भाग। यहाँदेखि खतरा बोलिदिनु त यहाँदेखि। हजुर 20 रुपैयाँ भाग है। यता आउनु हो 20 रुपैयाँ भाग। 20 रुपैयाँ भाग। आयो 20 रुपैयाँ भाग। करैला घिरौला यता आयो करेला घेउला 20 रुपैयाँ भाग। 20 रुपैयाँ भाग। 20 रुपैयाँ भाग। 20 रुपैयाँ भाग। ले जाऊ है 20 रुपैयाँ भाग। 10 रुपैयाँ भाग। 20 रुपैयाँ भाग मात्रै। 20 रुपैयाँ 20 रुपैयाँ भाग मात्रै। 20 रुपैयाँ भाग मात्रै यहाँनिर। ल सस्तेको माल सस्तेमा ल न। सस्तेको माल 10 रुपैयाँ धनियाँ बन्यो। 10 रुपैयाँ धनियाँ। हजुर 10 रुपैयाँ धनियाँ लग्नु पर्छ। यहाँ त एकदम राम्रो हो यो त। साह्रै सस्तो रहेछ त। 10 रुपैयाँ नि एकदम बजारै आज सस्तो भएको हो त। लो अन्त लो बिक्री भइ पनि गयो। ल फेरि 20 रुपैयाँ भाग। 20 रुपैयाँ 20 रुपैयाँ 20 रुपैयाँ सासु नगर्नु। टाढाटाढी छैन। यहाँ नि 20 रुपैयाँ भाग। कसरी भाग हो यहाँ चाहिँ? कसरी भाग हो यहाँ चाहिँ? अनि यहाँ चाहिँ कसरी भाग हो? 1-2 राउन्ड भनिदिनु न त नि। जे होला 20 रुपैयाँ भाग के अरे आधी किलो 30। लो मधुमल्ला बजारमा
आधी किलो 30 न तपाईले भनिदिनु पर्यो आधी किलो यो पक्रेर 30 भनिदिनु ल आधी किलो 30 नगर रिस लु लु अझै ठुलो ठुलो 2 राउन्ड अब चाहिँ त्यो भन्दा चाहिँ आधी अगाडि किलो 30 नगर रिस नगर रिस ल ठिक छ ल आधी किलो 30 नगर रिस विश्वकप फुटबल हेर्दैछौ हेर्दैछु कसले जित्छ यो पालि फ्रान्सले स्योर हो नि सियर फ्रान्स बाजी खेल्ने हो नखेलौँ होला बाजी खेल नखेली मिलेरै स्योर फ्रान्सले जित्छ हैन त भनेपछि एम्बापेले आज यो पालि उचाल्छ ट्रफी हैन त झोला प्याज आयो 100 मा एक झोला आयो पहाडे साग रायो चलो चिने उनले किन पहाडे साग आयो रायो पका खायो आमामा ल यो स्लोगन त नि एकदम ल इन्टरनेसनल लेभल साग नै खोइ त पहाडे साग जसले खायो चिने उनले किन जसले चिन्यो उसले किन्यो ए हो रहेछ सामानको प्रमोट चाहिँ एकदम खतरा रूपमा उहाँले चाहिँ गरिराख्नु भएको छ खबरी भाइ के छ सन्चै छौ अनि भाइलाई मेरो च्यानलमा स्वागत गरे ल भाइ यो पालि विश्वकप हुँदैछ हेर्दै हुनुहुन्छ नि हजुर कुन टिमले जित्ला जस्तो लाग्छ हजुरको विचारमा मलाई त अब त्यो त अब थाहै छैन दाइ जसले तर प्रेडिक्ट गर्नु पर्दा चाहिँ कुन टिमले जित्छ जस्तो लाग्छ त अब खोइ मेरो त केही छैन छैन है हजुर एउटालाई पर मैले सोधेँ चाहिँ कसलाई जित्छ भने स्वतन्त्रले जित्छ भन्छ स्वतन्त्रले त जित्दैन होला नि होइन योपालि विश्वकप हेर्दै हुनुहुन्छ नि सर हेरिरहेको छु सर योपालि हजुरको विचारमा कसले जित्छ जस्तो लाग्छ त योपालि वर्ल्ड कप अब अहिले हेरे अनुसार चाहिँ मलाई खास नेदरल्यान्ड्स लान्छ जस्तो लाग्यो नेदरल्यान्ड चाहिँ फाइनलमा जान्छ होइन हजुर हजुर फाइनल उठाउने टिम पनि ಸ್ವಲ್ಪ नेदरल्यान्ड नै तपाईँको प्रिडिक्सनमा होइन र अहिले गेम हेरे अनुसारको गेम हेरे अनुसार अनि हजुर चाहिँ पर्सनली चाहिँ कुन खेलाडीदेखि प्रभावित हुनुहुन्छ म पर्सनली अब मन पर्ने चाहिँ नेमार हो तर खेल्न चाहिँ पाइराख्नु भएको छैन उहाँले अहिले अच्छा इन्जरी इन्जरी भएर अच्छा पर्सनली चाहिँ मन पर्ने नेमार हो भनेपछि तपाईँको विचारमा ब्राजिल र नेदरल्यान्डमा दुईटाले योपालि वर्ल्ड कप उठाइदियो भनेदेखि हजुर हजुर अलिक खुसी हुनुहुन्छ होइन हजुर त हजुर हजुर हुन्छ हजुर एक्सपेक्ट गरेको छु हेर्नु अब के हुन्छ हुन्छ सर हजुरलाई धन्यवाद आशा पक्कै पनि योपालि दावेदार टिम ब्राजिल पनि रहेको छ म पनि ब्राजिलै है ब्राजिल हो योपालि ब्राजिलले जित्छ जस्तो लाग्छ कोही जित्छ नि होला जस्तो लाग्छ ब्राजिलले वर्ल्ड कप उठाउने भयो त होइन जित्तस ल ब्राजिललाई एकदम बेस्ट विशेष होइन त पक्कै पनि ब्राजिलको सपोर्टरहरू धेरै छ विश्वमा पनि हेर्ने भने ब्राजिलको फ्यान धेरै नै विश्वभरि रहेको छ त्यसैमा पनि पोर्चुगिज पनि वान अफ दि पोटेन्सियल बोयको टिम हो आज आयो 2 किलो 100 झोला 100 प्याज 1 झोला 100 झोलाभरि भनेको झोला भरि 2 किलो 100 हाम्रो बहिनी सानो बहिनीले चाहिँ कति राम्रो गरी भन्नुहुँदो रहेछ प्याज आयो 1 झोला 100 प्याज 1 झोला 100 लानु आन्टी यहाँ आइ पनि सक्नुभयो देख्नु भयो जो दिक्ता है वो बिक्ता है भन्थ्यो जो बोल्यो उसको बिक्छ भन्थ्यो हो नै रहेछ नि त यहाँ बोलिराख्नु भएको छ यहाँ पुरा बिजनेस के अरे भइरहेको छ अरूमा त्यति साह्रो देख्दैन खाली देख्छु हो मलाई पनि ल कुनै एउटा झोलाभरि अरे एउटा मन लग्छ हुन्छ लानु न ल ल हाम्रो भिडियो हेर्नु भएको लागि